नगर व्यवस्थित व सुन्दर या त प्रत्येक महानगरपालिका व नगरपालिका नगर प्रहरी बल स्थापना याना तगुदो यल महानगरपालिका या नगर प्रहरी बल थासा ह्याप्ले थगु जाख विश्व प्रस्तुत जिया चंगु खनेदो यल महानगरपालिका या नगर प्रहरी बल नगर व समाज व्यवस्थित या त ह्याप्ले तयार जिया चंगु खनेदो थथे नगर प्रहरी बल याना वया चंगु जाख सक्षित केनेगु व थुइकेगु तातुना सभ्य दृश्य सामग्री प्रदर्शन जोगुदो बिबा यलया पुचे यल महानगरपालिका या मेयर चिरीबाबु महर्जन श्रव्य दृश्य सामग्री या उलेजा याना दिगु ख उले जाजोले मेयर महर्जन महानगर या नगर प्रहरी बल याना वया चंगु जाखन चोसासे महानगरपालिका याना वया चंगु जाखया बारे न थाथिका दिगु ख अनि हाम्रो त्यो जुन स्लोगन छ त्यसमा लेखेको स्मार्ट सिटी को जुन सन्दर्भ छ यो स्मार्ट सिटी ललितपुर महानगरपालिकालाई चाहिँ we just want to convert this city into a smart city भन्ने हिसाब किताब अन्तर्गत हामी अग्रसर भइरहेका छौं। यो भन्दै गर्दा स्मार्ट सिटी का धेरै अवयवहरू छन् त्यो एकैचोटि लागू गर्न त कि मात्र सकिँदैन इट टेक्स टाइम समय लाग्छ तर बिस्तारै हुन्छ। उदाहरणको निमित्त हामीले अहिले धेरै ठाउँमा स्मार्ट स्ट्रीट लाइट राखिसक्यौं। स्मार्ट स्ट्रीट लाइट मात्र होइन स्मार्ट स्ट्रीट लाइट राखिसकेपछि त्यहाँ चाहिँ हामीले सीसीटीभी पनि जडान गरिसकेका छौं र यो सीसीटीभी को कनेक्टिभिटी भनेको नेपाल पुलिसको सेन्ट्रल ब्युरोसँग छ। तसर्थ यता कुनै पनि किसिमको बढी घटना हुँदाखेरि हामीले एकैछिनमा त्यो कसको कारणले चाहिँ यो बढी घटना घट्यो भनेर चाहिँ हामी निकाल्न सक्छौं। यो एउटा राम्रो पक्ष हो र अहिले हामीले चाहिँ यो ललितपुर महानगर क्षेत्रमा हाम्रो स्मार्ट स्ट्रीट लाइट राख्ने सेकेन्ड फेज अन्तर्गत हामीले 1400 वटा बत्ती जडान गर्दै छौं। यसको चाहिँ खोकना बुङ्गमती त्यो साइडतिर लगभग काम सिद्धियो। अब जाउलाखेल लगनखेलतिर आउँदैछ र यो हामी निकट भविष्यमा यो दोस्रो फेजको 1400 वटा बत्ती र हाई मास 14 वटा हाई मास अहिले जडान हुँदैछ त्यो पनि हामी चाहिँ पाल्छौं। अथे जाजोले उपमेयर मञ्जली साक्य बजाचारे नगर प्रहरी जात्रो छासे थुगु सभ्य दृश्य पाखे नगर प्रहरी प्रति जनता स्वयंको दृष्टिकोण सकारात्मक जुइको थाहा दिल। यहाँको निरन्तर साथ सहयोग र शुभेच्छा साथसाथै शुभकामना र सल्लाह पनि रहनेछ भन्ने पनि अपेक्षा व्यक्त गर्न चाहन्छु। यहाँहरूको सुझाव र सल्लाह र सकारात्मक साथ बिना ललितपुर महानगरपालिका पूर्ण हुँदैन। त्यसकारण यहाँहरूको निरन्तर सकारात्मक साथ र सुझावको पनि ललितपुर महानगरपालिका अपेक्षा गर्दछ। यो एउटा अंश मात्रै हो ललितपुर महानगरपालिकाले गरिरहेको कामको सबै दृश्य। हामीले अझै पनि धेरै काम गर्न बाँकी छ। समृद्ध महानगर बनाउनको लागि सम्पदा सहितको संस्कृति सहितको महानगर बनाउनको लागि अझै पनि धेरै काम गर्न धेरै अभियानहरू हाम्रो बाँकी छ। ती अभियानहरूमा पनि यहाँहरू सबैको साथ सहयोग र सुझाव साथसाथै सकारात्मक सहयोगको पनि अपेक्षा ललितपुर महानगरपालिका गर्दछ। नगर प्रहरी बल या सभ्य दृश्य सामग्री नगर प्रहरी नगर सुन्दर व्यवस्थित या त नखचखया व्यवस्थापन ट्राफिक व्यवस्थापन या त मितिगु सामग्री त दुठाका तयागु तका यल महानगरपालिका या नगर प्रहरी जानकारी ब्योगुदो